अबको समग्रमा यो हाम्रो टोल सुधार समिति व्यवस्थापन समिति प्रहरी चौकी व्यवस्थापन समिति बिट अगाडि यो समग्रमा अब गस्ती आजको सोमबार आज हामी यो 10 बजी रहेछ यो बेलुकाको अवस्थामा सबैतिर चाहिँ गस्ती गरी हामी यो अन्तिममा यहाँ आएका छौँ। हप्तामा 2 चोटि गर्ने भन्ने एउटा आजको निर्णय एउटा भएको छ। त्यहाँबाट हाम्रो हल्ला साहबले के भन्नुहुन्छ अब के छ गतिविधि के छ आजको र हिजो अस्ति के भइरहेको थियो अब के हुने अवस्था छ र अबको कस्तो अवस्थामा आइसकेको छ हाम्रो यो जनता बस्ती तपाईँले थोरै समग्रमा भनिदिनु पर्यो। यहाँको बस्ती टोलीले गर्दा शान्ति सुरक्षा एकदम कायम गरेको छ। बस्ती टोली र प्रहरी मिलेर गस्ती गरेर शान्ति सुरक्षा एकदम सुरक्षा दर्बिलो मजबुत भएको जानकारी गराउँछु। धेरै धेरै धन्यवाद। के छ अहिलेको अवस्था के समस्याहरू केही परेका आएका छन् कि छैनन् कि कतिको सुध्रेको महसुस पाउनु भएको छ के छ त्यसको समग्रमा बताइदिनु होला भन्न चाहन्छु। पहिले भन्दा अहिले धेरै सुधार हुँदै गएको छ। सुधार हुँदै गएको छ। सीसी क्यामेराले के काम गरेको छ कि अथवा त्यस्ता केही भेट्ने कुराहरू भेटेको छ कि सीसी क्यामेराको राखेपछि के उपलब्धि भएका छन्? अहिलेसम्म चाहिँ त्यस्तो छैन। अब त्यो खोजी कार्य तीव्र छ पछि पत्ता लाग्छ। ल ठिक छ। धेरै धेरै धन्यवाद तपाईँलाई। समग्रमा यो दिएको छ। ल यता भाइ के छ अवस्था अहिलेको सुरक्षाको अवस्था नर्मलै छ। राम्रै छ सबै कुराहरू। कहीँ त्यस्तो केही अप्रिय घटनाहरू कहीँ केही घटेको भने तुरुन्त अब तपाईँलाई जानकारी भइहाल्छ। तपाईँहरूले पनि तीव्र गस्ती गरिराख्नु भएको छ। यो सुरक्षा कर्मीहरूलाई पनि राति र 12-1 बजीसम्म पनि उहाँहरूले ड्युटी गर्नुभएको छ। कहीँ कोही नभए सबैलाई सुरक्षा दिएर उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै यसरी सुरक्षा दिनु होला जनताको सामुन्ने। हस् त।